हेलो, नमस्ते सबैजनालाई। के छ हजुरको हालखबर? म धेरै नै समय गायब भएँ, त्यसको लागि आम रियली सरी। धेरै पछि म नेप्सेको एनालाइसिस लिएर आएको छु। बिचमा चाहिँ अब त्यस्तै भयो, अब चाडबाडले बिचमा अलिअलि 1-2 दिन मार्केट धेरै खुलेको थिएन, त्यही मैले भिडियो बनाइनँ। अनि त्यस्तै आफू अलि बिजी भएर धेरै नेप्सेको भिडियो अहिले रिसेन्ट टाइममा चाहिँ बनाएको छैन। त्यसको लागि आम रियली सरी। सो म अब क्विक नेप्से के भइरहेको छ, अब के हुनसक्ने सम्भावना छ, हामीहरूले के कस्तो कुराहरू गर्न मिल्छ टेक्निकल्ली भनेर मेरो क्विक भ्यू हजुरहरूको सामु सेयर गर्छु। सो लेट्स गो। अब हजुर नेप्सेमा एक्टिभली कारोबार गर्दै हुनुहुन्छ भन्ने हजुरहरूलाई थाहा छँदैछ। नेप्सेमा यो एउटा ठुलो फल आयो, जुन हाम्रो जेनजी आन्दोलन पछि मार्केट खुलेपछि यो ठुलो फल आएको, त्यसको इमिडिएटली रिक्लेम भयो र ह्युज अङ्कको इन्क्रिज भएको थियो। त्यसपछि मार्केट केही समय डिक्रिज भयो, त्यसपछि अहिले मार्केट बढ्ने नै क्रममा छ, बढ्ने नै लय मार्केटले समातिरहेको छ अहिले हेर्दाखेरि। र आज चाहिँ हिजो चाहिँ अलिकति मार्केट घट्यो र आज अलिकति मार्केट घटेको छ। आज चाहिँ 27 पोइन्टले मार्केट घट्यो। सो अब के हुनसक्छ त मार्केटमा टेक्निकल्ली हेर्दाखेरि भनेर मेरो एकचोटि भ्यू हजुरसँग सेयर गर्छु। मेरो हजुर रेगुलर भ्युवर हुनुहुन्छ भने मैले के भनेको थिएँ भन्दाखेरि यो एउटा स्ट्रङ डिमान्ड जोन हो मार्केटको। यो डिमान्ड जोनबाट मार्केटले रियाक्सन गर्यो, पोजिटिभ रियाक्सन मार्केटले दियो र हामीले ट्रेडिङको पर्सपेक्टिभले हेर्दाखेरि कसैले चाहिँ डिमान्ड जोन राम्रो छ, सपोर्ट छ, अब मार्केट यसरी बढेको थियो, यस्तो मान्छेको भ्यू कस्तो हुन्छ भने मार्केट यसरी बढेको छ, यत्रो लामो करेक्सन आयो अनि मार्केट धेरै तल डिमान्ड जोनमा एउटा सपोर्ट पनि हो, पहिला यहीँबाट बाउन्स भएको थियो। सो सपोर्ट डिमान्ड जोनमा मार्केट आयो भनेपछि हामीले बाई गर्दा हुन्छ भनेर डाइरेक्टली कति मान्छेले बाई गर्छन्। डाइरेक्टली बाई गर्दा अलिकति रिस्क चाहिँ अलिक बढी हुनसक्छ कन्फर्मेसन नलिकन गर्दाखेरि। र मैले चाहिँ जहिले पनि के भन्छ भन्दाखेरि कुनै पनि हाम्रो की लेभल, की पोइन्ट अफ इन्ट्रेस्ट अथवा डिमान्ड जोनमा यदि मार्केट आउँछ, अथवा डिस्काउन्ट जोन भनौँ, मार्केट आइसकेपछि हामीले अलिकति सर्ट टाइम फ्रेममा कन्फर्मेसन हेरेर बाई गऱ्यौँ अथवा अलिकति अझ अलिक फिक्सको लागि इन्डिकेटरहरूको कन्फर्मेसन हेऱ्यो भने हाम्रो इन्ट्री अझ सेफ हुन्छ। किनभने इन्डिकेटरलाई हामीले ल्यागिङ चाहिँ भन्छौँ, अलिकति ढिलो सिग्नल दिन्छ, तर इन्डिकेटरहरूको सिग्नल पनि धेरै हदसम्म काम गर्छ, राम्रो एकुरेसी हुन्छ। त्यसले चाहिँ लेट सिग्नल दिन्छ र अलिकति ट्रेन्डलाई त्यसले जस्तै मार्केट इन्डिकेटरले बाई दिएको छ भने मार्केट म्याक्सिमम टाइम बढेरै गइरहेको हुन्छ। सो अलिकति लामो ट्रेन्डलाई इन्डिकेटरले इन्डिकेट गर्छ। सो कन्फर्मेसन हेरेर बाई गर्न सकिन्छ। अब यहाँनिर मार्केटमा के भएको थियो भन्दाखेरि म हजुरलाई लोवर टाइम फ्रेममा गएर देखाउँछु। चार्ट चाहिँ एकदम स्लो चलिरहेछ, किन यस्तो? नेट स्लो भएको हो कि? एकछिन धेरै नै टाइम वेट गरायो त मार्केटले, अरू बेला त आउँथ्यो। 1 आवर 1 डे भयो, 1 आवरमा जाँदाखेरि के भयो त? मार्केटमा त्यही अब अहिले चाहिँ करेन्टली मार्केट अब तल्लो लेभलमै छ। मार्केटमा अब धेरै नै लामो समय घटेर एउटा स्विङ चाहिँ अलिकति राम्रो स्विङ चाहिँ मार्केटमा आएको छैन, आउने चान्सेस पनि हुन्छ। सो यो टाइममा ट्रेडिङको लागि रिस्क चाहिँ धेरै छैन जस्तो म देख्छु। 24 मुनिको स्टप लस राखेर सर्ट टर्म ट्रेड हो भने, किनभने यस्तो लेभलमा नै रिस्क लिएन भने अब हामीलाई, किनभने नेप्सेमा कस्तो छ भन्दाखेरि एउटा मुभ आउँछ, त्यसपछि लामो समय घट्छ, त्यसपछि अर्को मुभ आउँछ भनेपछि त्यो मुभ छुट्यो भने अर्को मुभ धेरै नै कुर्नुपर्ने हुन्छ कि। सो अलिकति रिस्क नलिँदा हुँदै हुन्न। 100% त मार्केटमा हुँदैन कहिले पनि। हामीले अब किन्छु, अब मार्केट तल छ किन्छु, अब त फिक्स बढ्ने त्यो हुँदैन, मार्केट घटेर पनि जानुसक्छ। सो डाउन साइडको लागि जहिले प्रिपेयर हुनु पऱ्यो। हामी डाउन साइड प्रिपेयर हुनको लागि चाहिँ अब हामीले रिस्कको विचार गर्नुपर्छ। म्याक्सिमम् पैसा लाउनु भएन अथवा आफ्नो क्यापिटलको हिसाबले हेर्नु पर्यो। सो अब यहाँनिर जब मार्केट यसरी बढेर गयो, यो लेभल एउटा लो यो मार्केटले ब्रेक गर्यो,
पहिलो लो यहाँबाट एक दिन आएको करेक्सन 2480 लेभललाई मार्केटले ब्रेक गर्यो। त्यसपछि अर्को 2480 लेभल 2480 लेभललाई ब्रेक गरेपछि यो एउटा लोअर हाई हुन जान्थ्यो सर्ट ट्रेडको लागि। यसलाई मार्केटले जब ब्रेक गरिसकेपछि अलिकति हामीले केही न केही लेभलमा अलिकति ट्रेड चाहिँ गर्न सक्ने माहौल चाहिँ थोरै बनेको थियो। अब अझ कसैले ट्रेड गर्नुभएको छैन, छुट्नु भएको छ भने अहिले लिनको लागि अघि तल लिन छुट्नु भएको थियो, लिन मन छ भने चाहिँ बेस्ट मेरो लागि चाहिँ कहाँ हुन्छ भन्दाखेरि यो लेभल। एकछिन यो लेभलमा यदि मार्केट आयो भने यो रेन्ज भनेको हजुरको 2540 देखि 2460-70 को रेन्जमा, यो रेन्जमा मार्केट आएर यहाँबाट पोजिटिभ सिग्नल यदि मार्केटले दियो भने द्याट इज अ ग्रेट अपर्च्युनिटी टु बाई। यहाँबाट पोजिटिभ दियो भने, किनभने मार्केट यहाँ अलिकति बढेर थोरै स्ट्रेन्थ देखायो मार्केटले। तर अब यहाँ त किन्नलाई मार्केटले के हुन्छ भन्दाखेरि अझ पुल ब्याक भएर हामीलाई सेफ इन्ट्री चाहिँ कतिखेर हुन्छ भन्दाखेरि मार्केट बढ्यो अनि त्यसपछि केही समय तल पुल ब्याक दिएर अनि बढ्यो भने चाहिँ अझ राम्रो सेफ र कन्फर्मेसन इन्ट्री हुन्छ। सो यो लेभलतिर आयो भने हजुरहरूले आएर पोजिटिभ मोमेन्टम मार्केटले देखायो भने केही ट्रेडिङको लागि चाहिँ हेर्न सकिने अवस्था चाहिँ बन्न सक्छ। र यसको लागि अहिले सर्ट टर्मको अल्टिमेट स्टप लस चाहिँ यही 2468 भन्दा मुनि गयो भने चाहिँ हामीले स्टप लस गर्नुपर्ने हुन्छ। नेप्से अनुसार ट्रेड गर्नुभयो भने चाहिँ, र पर्टिकुलर स्टक अनुसार ट्रेड गर्नुहुन्छ भने त स्टकको आफ्नै रुल भइहाल्छ। सो अहिले रिसेन्टली नेप्से के छ त भन्दाखेरि एउटा बटम पोइन्टबाट डिमान्ड जोनबाट मार्केटले पोजिटिभ रियाक्सन दिएको छ। अलिकति पोजिटिभ आएको छ भने चाहिँ एक दुई दिन करेक्सन आएर मैले भने जस्तो हजुरको यो 2540 देखि अल द वे 2460सम्मको लेभलमा यदि पुल ब्याक दिएर अलिकति पोजिटिभ सिग्नल त्यहाँबाट आयो भने चाहिँ हामीले केही राम्रा स्टक राम्रो लेभलमा भएका रिस्क धेरै नहुने खालको केही स्टकलाई ट्रेडको लागि हेर्न सक्ने इन्भाइरोमेन्ट चाहिँ छ। र हामीले अब टार्गेट चाहिँ बिस्तारै अब कहाँ जान्छ, फर्स्ट टार्गेट त यही 2680, त्यस्तै अब बढ्दै गएपछि टार्गेट चाहिँ म्याप गर्न सकिन्छ। अब इन्डिकेटर वाइज हेर्दा पनि हाम्रो एमएससिडीले पनि लामो समयसम्म बाई दिएको थिएन, यहाँ बाई दिएको थिएन। अहिले चाहिँ फाइनली एमएससिडीले बाई दिएको छ। सो एमएससिडीले बाई दिएको चाहिँ नि सिग्नल धेरै जसो नेप्सेमा चाहिँ वर्क गर्ने हुन्छ। म चाहिँ यसलाई एकदमै एमएससिडीको बाई सिग्नललाई चाहिँ म अलिकति के भन्छ, मलाई त्यसको अलि राम्रै एकुरेसी लाग्छ। सो यहाँ पनि एमएससिडीले बाई सिग्नल दिएको थियो, राम्रो बढेर गयो। यतातिर बाई सिग्नल दिएको थियो, यहाँनिर बाई सिग्नल दिएको थियो, बढेर गयो। सो एमएससिडीबाट पनि बाई सिग्नल आएको छ भन्नुको कारण एउटा पोजिटिभ माहौल यो छ। अब अरू इन्डिकेटर अरू हामीले हेर्नु पर्दाखेरि ओके, बोलिन्जर ब्यान्डको पनि मिडल ब्यान्ड धेरै लामो समयदेखि मार्केट गर्दाखेरि मिडल ब्यान्डभन्दा माथि चाहिँ नि मार्केट सस्टेन हुन सकेको थिएन। सो अहिले मिडल ब्यान्डभन्दा माथि नै छ। सो यो पनि एउटा पोजिटिभ कुरै छ भनौँ। सो अहिले मार्केटमा अब अर्को कुरा भनेको मार्केट आत्तिनु पर्ने अवस्था छैन। अब बेच्नु पर्ने त अवस्था छैन, कसैले धेरै प्रफिट गर्नुभएको छुट्टै कुरा, नत्र भने बेच्ने चाहिँ अहिले अवस्था छैन। अब यहाँ किन्ने मान्छे प्रफिट धेरै भइसकेको छैन होला, अलि माथि कुर्नै पऱ्यो। आत्तिन पनि यो लेभल नगएसम्म आत्तिनु पर्ने 2470को लेभलभन्दा मुनि मार्केट गए मात्र हामी अलिकति डराउने कुरा, नत्र आत्तिने कुरा पनि छैन। सो अब अहिलेको मार्केटको सिनारीले चाहिँ कसरी हेर्न सकिन्छ त, हाम्रो मेन कुरा त मार्केट के कस्तो हुन्छ भन्दा नि हाम्रो मेन कुरा त आफूले के गर्ने भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट हो। यो रिसेन्ट अहिलेको सिनारीमा के चाहिँ गर्ने, डिसिसन के लिने भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट हो। सो त्यो अनुसार चाहिँ के गर्न सकिन्छ भन्दाखेरि अहिलेको यो डाउन जुन एक दुई दिन खसिरहेको छ यो चाहिँ मेबी बाइङ अपर्च्युनिटी पनि हुनसक्छ। तर डाइरेक्ट अब हामीले ब्लाइन्डली बाइङ अपर्च्युनिटी घट्दैमा किन्ने होइन, घट्न दिने एउटा कुन लेभलमा आएर कस्तो लेभलमा आएर त्यसले पोजिटिभ रियाक्सन देखेर बाइङ प्रेसर आउन थाल्यो एउटा इम्पोर्टेन्ट लेभलबाट भने चाहिँ हामीले केही एन्ट्री गर्न सक्छौँ। दिस वुड बी अ गुड बाइङ अपर्च्युनिटी नेप्सेमा हुनसक्छ। सो अहिलेको लागि डराउनु पर्ने अवस्था पनि छैन। र कोही तल यहाँ छुट्नु भएको थियो भने मार्केटले मेबी चान्स दिएको पनि हुनसक्छ। कुनै लेभलमा आएर पोजिटिभ भयो भने हामीले कुनै राम्रो स्टक्सहरू हेर्न सक्छौँ। सो ओभरअल मार्केटको सिनेरियो त्यही नै हो। अब इन्डेक्सहरूको नि कुरा के गर्ने, इन्डेक्सहरू पनि लगभग सब त्यही नै होलान्। त्यही सर आई विल कभर।
हाइड्रो पावर के छ? ओके, हाइड्रो पावर पनि बढ्यो, केही पुलब्याक आइरहेछ, राम्रो स्टकहरू छन् भने हामीले हेर्न सकिहाल्यो। माइक्रो फाइनान्स, ओके, माइक्रो फाइनान्स मैले पहिल्यै एनालाइसिस गर्थेँ, मैले भने लेभलबाट माइक्रो फाइनान्स बढेको छ। सो चार्ट लोड हुन टाइम लाग्छ, भेरी पुअर इन्टरनेट। केही छैन, म सरल भन्दैछु, यहाँबाट मार्केटले रियाक्सन गरेपछि एउटा लेभलबाट, सो अलिकति तल डाउन आयो भने मेबी त्यहाँबाट पोजिटिभ दियो भने चाहिँ माइक्रो फाइनेन्स केही राम्रो स्टक पनि ट्रेड गर्न मिल्ने अवस्थामा चाहिँ हुन्छ, हामीले हेर्न सक्छौँ। सो नेक्स्ट इज अदर्स। अदर्स, ओके, मैले पहिलेदेखि बनाइरहेको जोन चाहिँ भत्कायो अदर्सले। सो अदर्समा चाहिँ त्यस्तो ट्रेडिङ अपर्च्युनिटी मैले यहाँ देखिनँ। लाइफ इन्स्योरेन्स, ओके, लाइफ इन्स्योरेन्समा पनि राम्रै मोमेन्ट आएको रहेछ। ओके, लाइफ इन्स्योरेन्स पनि अब केही घटेर राम्रो लेभलमा छ भने ठिकै छ। ओभरअल अब नेप्से नै पोजिटिभ छ। अब इन्डेक्स मैले अब अर्को कुनै दिन एनालाइसिस सबै गरौँला। अब ओभरअल नेप्सेको हिसाबले हेर्दाखेरि त्यस्तो नेगेटिभ चाहिँ सेन्टिमेन्ट छैन मार्केटमा। अब एक दुई दिन घट्नु भनेको मार्केट स्वाभाविक हो, किन्ने अपर्च्युनिटी दिएको पनि हुनसक्छ, साथ दिनुपर्ने कुरा छैन। हामीले अब राम्रो स्टक्सहरू, लेभलमा भएको स्टक्सहरूलाई पोजिटिभ मोमेन्ट दियो भने अलिकति विचार गरेर लिन्छ। ल हामीले लिँदाखेरि सबै कुरा हेरेर लिनुपर्छ। अब ओभरअल अब सेन्टिमेन्ट पनि मार्केटको के छ, टेक्निकल्ली अब स्टक्सहरूको पनि अवस्था के छ, त्यसरी गर्दा हामीलाई राम्रो हुन्छ। अब स्टक्सहरूको पर्टिकुलर कुरा गर्दाखेरि चाहिँ यो जोसी स्टक चाहिँ मलाई टेक्निकल एकदम राम्रो लागेको थियो। एउटा अब एक हिसाबले राम्रो र सेटअप बनाएको थियो, अहिले त बढिसकेको छ। सो स्टक्सको म अब एनालाइसिस चाहिँ गर्दिनँ। अब हजुरले कुनै स्टक पर्टिकुलरली भन्नुभयो भने चाहिँ म हेरेर के कस्तो छ भनेर भनिदिन्छु। सो किनभने स्टक्स एनालाइसिस गर्यो, राम्रो छ यताउता भन्यो भने मान्छेले डाइरेक्ट किनिदिनुहुन्छ। अब ग्यारेन्टी त हुँदैन, मार्केटमा घट्यो भने आफूलाई नराम्रो लाग्छ। सो मैले भने स्टक बढेर गइदियो भने त आफूलाई राम्रै हुन्थ्यो। र स्टक्सको म पर्टिकुलर एनालाइसिस गर्दिनँ, ओभरअल नेप्से कुरा गर्छु। र हामीले किन्दा नि रिस्क चाहिँ विचार गर्नुपर्छ। हामीले मार्केट राम्रो छ भन्ने पनि बढेर जाने भन्ने ग्यारेन्टी पनि हुँदैन। सो रिस्कलाई विचार गरेर राम्रो राम्रो स्टक्स र हामीले स्टक अलिकति भोल्युम आउने, लिक्विडिटी भएको हाई स्टक्सहरू, राम्रो लेभलमा भएको, मोमेन्टम भएको स्टक्सहरू लिँदा चाहिँ ट्रेड गरेर पैसा बनाउन सकिन्छ। सो त्यही कुरालाई फोकस गर्नु होला। र अब भोलिबाट म सक्यो भने रेगुलर आई विल ट्राई टु अपलोड भिडियो, नभए एक दुई दिन बिराएर पनि हाल्छु। र ओभरअल हजुरहरूलाई के छ त समरी भनेर दिन्छु। सो मार्केटमा एउटा कुरा चाहिँ के भन्दाखेरि आत्तिन चाहिँ, किनभने हामीले एउटा क्यान्डल, दुईवटा क्यान्डल, एक दिन दुई दिनको हिसाबले कहिल्यै हेर्नु हुँदैन कि। एक दिन ग्रिन बन्दैमा एक्साइटेड हुने, एक दिन रेड बन्दैमा आत्तिने, त्यो हुँदै हुँदैन। मार्केट एक दिनको ग्रिन रेडले केही फरक पर्दैन। मार्केटको हामीले ओभरअल स्ट्रक्चर, ओभरअल मार्केट कहाँ जाँदैछ भनेर चाहिँ मेन हेर्ने हो कि। त्यसरी चाहिँ फरक पर्छ कि। एक दिन यो ग्रिन बन्दैमा किन्ने, रेड बन्दैमा बेच्ने भने त्यसरी त्यो स्ट्रेस हुनु नै पर्दैन, त्यसले केही फरक पर्दैन। अलिकति ओभरअल ट्रेन्ड हेर्ने हो। अब मार्केट के हुनसक्छ, जस्तै अहिलेको जेनरल हिसाबले हेर्नु भने मार्केट धेरै भयो, एउटा राम्रो करेक्सनमा छ। अब अरू कुरा हेर्ने हो भने जस्तै मार्केटलाई पुस गर्ने कुराहरू सबै पोजिटिभ छ। जस्तै इन्ट्रेस्ट रेटहरू धेरै नै लो छ, लोनहरू राम्रो पाइरहेको छ अब मार्केटमा पैसाको लागि। अब क्यापहरू पनि सबै खोलिदिएको छ, पहिला त थिएन। पहिला त लोन इन्ट्रेस्ट हाई थियो, क्याप लगाइदिएको थियो। अब अहिले त क्याप पनि हट्यो, अनि इन्ट्रेस्ट रेट पनि लो छ भने चाहिँ मार्केटमा पैसा आउने त स्रोत छ, पैसा त आउन सक्ने सम्भावना छ। सो मार्केट ढिलो चाँडो बढ्न सक्ने सम्भावना पनि राम्रै छ। अब अहिले अलिकति मार्केट अलिकति मुभमेन्ट नभइरहेको कारण चाहिँ भनेको देशको राजनीतिक स्थितिको कारणले हो। अन्यल छ देश, के होला कस्तो होला भन्ने कारणले पनि मार्केटले मुभमेन्ट लिन नसके हुनसक्छ। त्यो कुराले अरू कुरा मार्केट डाइरेक्ट असर पार्ने कुरा त पोजिटिभ छ। सो केही न केही समय बढ्न सक्ने सम्भावना पनि देखिन्छ। तर हामीले सम्भावनामा खेल्ने हो, त्यही भएर हामीले ग्यारेन्टी केही पनि हुँदैन। आफ्नो रिस्क विचार गरेर मात्रै गर्नुपर्छ। र मार्केट केही समय घटेर पोजिटिभ हुन थाल्यो भने चाहिँ केही ट्रेडको लागि हेर्न सकिन्छ। हस् त, यही भन्दै आजको भिडियो म यहाँ टुङ्ग्याउँछु। धन्यवाद।